हेलो नमस्कार वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी लिमासोल जाँदैछौँ। लिमासोल जानुको लागि चाहिँ दुईटा बस चेन्ज गर्नु पर्दा रहेछ हामीले। एउटा प्रोतरास टु लार्नाका अनि अर्को चाहिँ लार्नाका टु लिमासोल। अनि लिमासोलमा चाहिँ ठुल्ठुलो बिल्डिङ्सहरू पनि रहेछ जुन चाहिँ प्रोतरासमा छैन हैन। अनि आजको वेदर चाहिँ एकदमै सनी, गर्मी त नभनौँ, ठिकैको वेदर हो। घाम चाहिँ लागिरहेको रहेछ। अनि हामी चाहिँ आज धेरै पछि प्लान गरिरहेको थियौँ यो ठाउँ आउने। आज फाइनली हामी आयौँ अनि एकदमै रमाइलो रहेछ यो ठाउँ चाहिँ। अनि यो पार्कको नाम चाहिँ मोलर्स पार्क रहेछ। अनि हामी जाँदा चाहिँ एकदमै खाली थियो, किनभने अरू बेला चाहिँ सन्डे चाहिँ एकदम भिड हुन्छ भन्ने सुनेको थियौँ। यहाँ नेपाली दिदी बहिनी दाजुभाइहरू थुप्रै आउनुहुन्छ, दोकानहरू राख्नुहुँदो रहेछ पार्कमा। अनि हामी चाहिँ एकछिन फोटोसुट गऱ्यौँ, भिडियो सुट गऱ्यौँ, किनभने आजको वेदर चाहिँ एकदम रमाइलो थियो, उज्यालो भनौँ न, सनी वेदर। अनि एकछिन फोटोसुट भिडियो सुट भयो। अनि घुम्दा घुम्दा हामीलाई चाहिँ भोक लागेको अवस्था थियो। अनि यता चाहिँ लिमासोलमा नेपाली रेस्टुरेन्ट छ भन्ने हामीले धेरै पोस्टरमा देखेका थियौँ। अनि त्यही भएर हामी चाहिँ यता खोज्दै खोज्दै गइरहेका छौँ। अनि त्यहाँ चाहिँ स्पेसली हामी दाल भात तरकारी खाने भनेर प्लान गरेका थियौँ। ठिक त हामीले पर्क खाना सेट अर्डर गऱ्यौँ। अनि यहाँको खाना चाहिँ एकदम मिठो थियो। लास्टमा पेट पनि यत्रो आयो भन्छु ल, के चाहिँ अरे पेट पनि ठुलो भयो भन्छु कि भात खाएर। साह्रै मिठो छ, कस्तो मिठो खाने सुन त झन् आमामा बहिनीको भाग मासु हालेर। ओ माई गॉड, हेर्नु न मासु मेरो हात त्यस्तो छ है। ओ माई गॉश। अनि यो चाहिँ मेरो सर्ट मुकबाङ क्लिप। मलाई चाहिँ एकदमै मनपर्छ है मुकबाङ भिडियोज बनाउनु, तर मलाई त्यस्तो मजासँगले खानु चाहिँ आउँदैन, तर म सायद हाल्छु होला कुनै दिन। खाना खाइसकेपछि फेरि हामी घुम्नतर्फ लाग्यौँ। अनि यो ठाउँहरू चाहिँ टुरिस्ट स्पटहरू रहेछ। अनि यहाँ वरिपरि चाहिँ धेरै क्याफेहरू, अनि त्यसपछि रेस्टुरेन्ट, सुभिनियर सपहरू रहेछ। मलाई चाहिँ यो पछाडि ब्याकग्राउन्ड मन परेर बहिनीलाई अनि फोटो खिची मागेको। अनि त्यसपछि हामी फेरि लाग्यौँ लिमासोल मरिनातिर। अनि यतातिर पनि धेरै रेस्टुरेन्ट्सहरू रहेछ, क्याफेहरू रहेछ। अनि हामी चाहिँ फेरि यता पनि डुल्दैछौँ। अनि यहाँ चाहिँ एउटा सानो ब्रिज रहेछ, यहाँ माथिबाट चाहिँ एन्टायर भ्यू देख्दो रहेछ मरिनाको। अनि त्यसपछि आजको दिन पनि सक्यो, एकदम रमाइलो भयो। अनि छुट्टी पनि सक्यो भनौँ न। अनि यहाँ चाहिँ ड्राई फ्रुट सप रहेछ। अनि हामी भित्र गयौँ, बहिनीलाई चाहिँ ड्राई फ्रुट्स डेट्स किन्नुपर्ने थियो। अनि यहाँभित्र चाहिँ एकदम भेराइटीको चक्लेट्स फ्रुट्सहरू रहेछ। अनि यो चाहिँ मलाई एकछिन अलिभ जस्तै लागेको थियो, तर यो चाहिँ वाइट चक्लेट, डार्क चक्लेट रहेछ। अनि यहाँ चाहिँ धेरै टेस्टको लागि फ्री नट्सहरू पनि राखिदिनु भएको थियो, हामीले ट्राई गऱ्यौँ। यो समय चाहिँ सबैजना गलिसकेको अवस्था थियो, त्यही भएर अलिक एनर्जाइज हुनुको लागि हामी चाहिँ क्याफे आयौँ। अनि मेरो साथीले चाहिँ भिडियो बनाइदिनु हुँदै रहेछ, मैले चाहिँ फोटो बनाएको थिएँ, त्यही भएर मलाई हाँस उठ्यो। अनि हामी लिमासोलबाट लार्नाका फर्क्यौँ। अनि यता लार्नाकाबाट चाहिँ प्रोतरासको गाडी चाहिँ एकदम टाइम अझै रहेछ, सो हामी पर्खिरहेको छौँ गाडीलाई। अनि यो चाहिँ अगाडिको बस स्टेसन अगाडिको फाउन्टेन। आजलाई यति नै, थ्याङ्क यू, बाई बाई।